कसैले कुनै पार्टीमा आस्था राखेकै कारणले चाहिँ कसैले कसैलाई नहोच्याउ है साथीहरू सबै विवेककारी छन्। सबैले आफआफ्नो विवेक चाहिँ प्रयोग गर्न सक्छन् है। कसैलाई झोले, कसैलाई मासु भाते, कसैलाई घन्टे भन्न जरुरत छैन हैन। आफ्नो तरिकाले आफू राजनीति गर। यदि राजनीति गर्न सकिन्न भने चाहिँ नि भोटर भौ, सभ्य भौ है। दुनियाँ दिवाना गरेर चाहिँ नि आफ्नै गाउँका दाजुभाइले तथानाम भनेर गाली गरेर राजनीति हुँदैन हैन। संस्कार बस्दैन। त्यो हिसाबले चाहिँ नि अलिकति चाहिँ नि सभ्य बन हैन। कसैले कोही माथि चाहिँ भनौँ न आस्था राखेकै भरमा कसैले कसैलाई मन पराउन पाउँदैन यार हैन। मन त पराउनु पायो नि त। कसैले व्यक्ति मन पराउनु पायो, कसैले पार्टी मन पराउनु पायो, त्यो त उसको स्वतन्त्र अधिकारको कुरो हो नि त। एउटाले एउटालाई तथानाम भनेको छ, अर्कोले अर्कोलाई तथानाम भने किन यस्तो गर्छौ यार साथीहरू यार हैन। आखिर चाहिँ नि मरेपछि चाहिँ नि जाने चाहिँ नि घाटै होला, खानी एक छक भातै होला हैन। अनि त्यो लफडा किन गर्न पर्यो। फन्ड आउँछ है साथीहरू, फन्ड आउँछ।